क्वेसन छ sin को पावर 4 थीटा भनेको चाहिँ 1/8 इन्टु 3 - 4 cos 2 थीटा प्लस cos 4 थीटा हुन्छ भनेर प्रुभ गर्नु पर्यो है त। अब यो पनि 4 मार्क्समा आउने खालको क्वेसन हो र यस्तो गाह्रो त नआइहाल्ला, त्यही पनि हैन, आइहाल्यो भने त के गर्ने हैन। यसको क्वेसन चाहिँ के छ त भन्दाखेरि sin को पावर 4 थीटा भनेको चाहिँ के छ 1/8 इन्टु 3 - 4 cos 2 थीटा प्लस के छ cos 4 थीटा छ है त। अब यसमा हेर्नु पर्दाखेरि के छ त sin को पावर 4 थीटा भनेको थोरै छ नि त लेफ्ट ह्यान्ड साइडमा, अब राइट ह्यान्ड साइडमा धेरै छ। त्यो कारणले चाहिँ के गर्नु पर्यो त भन्दा राइट ह्यान्ड साइड युज गर्दा पनि भयो हैन, धेरैबाट थोरै ल्याउन सजिलो हुन्छ नि त हैन। यहाँबाट त धेरै छ काम गर्नुपर्ने, तर यहाँ त काम गर्नुपर्ने देखिँदैन हैन। sin को पावर 4 थीटा के गरी काम गर्ने, तर पनि यसबाट पनि काम हुन्छ है त। म चाहिँ एलएचएस नै लिएर गर्छु, तर आइएचएसबाट गर्दा पनि के हुन्छ यो cos 4 थीटालाई चाहिँ cos 2 * 2 थीटा एड गर्ने अनि cos 2 थीटाको फर्मुला युज गरेर गर्दै जाने है त। अब म चाहिँ यो एलएचएसबाट नै सिकाइन्छु। यसको लागि चाहिँ के गर्नु पर्यो sin को पावर 4 थीटा छ है। अब sin को पावर 4 थीटा भनेको चाहिँ के हो त भन्दाखेरि पावर 4 भइसकेपछि यसलाई केही पनि गर्न सकिएन, मतलब के हुने चाहिँ यो भनेको sin स्क्वायर थीटाको होल स्क्वायर है त। यो sin को पावर 4 थीटा भनेको चाहिँ a को पावर 4 जस्तो भयो, अनि a को पावर 4 लाई चाहिँ हामीले a स्क्वायर को होल स्क्वायर लेख्न सकिन्छ, किनभने यो 2 2 जा 4 भनेको यही 4 हुन्छ भनेपछि यो sin को पावर 4 थीटा भन्नु र sin स्क्वायर थीटाको पावरमा स्क्वायर भन्नु चाहिँ एउटै कुरा रहेछ। अब हाम्रो एउटा के फर्मुला छ त भन्दाखेरि cos 2 थीटाको फर्मुला हेर्ने हो भने cos 2 थीटा भनेको 1 - sin स्क्वायर थीटा हुन्छ है त। 1 - 2 sin स्क्वायर थीटा हुन्छ। cos 2 थीटा भनेको के हुने रहेछ 1 - 2 sin स्क्वायर थीटा हुने रहेछ। भनेपछि यो 2 sin स्क्वायर थीटा माइनस छ, यतापट्टि ल्याउने हो भने पोजिटिभ हुन्छ, 2 sin स्क्वायर थीटा यता पोजिटिभ हुन्छ, अनि यो cos 2 थीटालाई उता लाने हो भने 1 - cos 2 थीटा यसरी हुन्छ है त। अब यसबाट हामीले के निकाल्नु पर्यो sin स्क्वायर थीटा मात्रै निकाल्ने हो भने के हुने रहेछ sin स्क्वायर थीटा मात्रै निकाल्ने हो भने 1 - cos 2 थीटा/2 हुने रहेछ है त। यहाँबाट sin स्क्वायर थीटा मात्रै निकालेपछि 1 - cos 2 थीटा/2 हुने रहेछ। भनेपछि यो sin स्क्वायर थीटामा चाहिँ हामीले यसलाई रिप्लेस गरिदिने। किन यो गरेको, किनभने हामीलाई राइट ह्यान्ड साइडमा चाहिँ cos 2 थीटा cos 4 थीटा छ नि त हैन, cos को मल्टिपल एङ्गलहरु छ, मतलब cosमै गइरहेछ। ओके, त्यही cosमै गइरहेछ भने अब हामीले के गर्नु पर्यो त sin स्क्वायर थीटा भनेको चाहिँ 1 - cos 2 थीटा/2 रहेछ। भनेपछि 1 - cos 2 थीटा/2 गरिहाल्यो। त्यसपछि यो जुन स्क्वायर छ होल स्क्वायर हुने नै भइहाल्यो यसरी टक्क है त। यसरी होल स्क्वायर भयो। अब के गर्ने त भन्दाखेरि होल स्क्वायर भनेको त के हो माथिको पनि स्क्वायर हो तलको पनि स्क्वायर हो। यो माथि सबैको 1 - cos 2 थीटाको पनि स्क्वायर हो अनि तल्लोपट्टिको 2 को पनि स्क्वायर हो। भनेपछि के गर्नु पर्यो यो 2 को इन्डिभिजुअल स्क्वायर गरिदिनु पर्यो, माथिको इन्डिभिजुअल, मतलब यो 2 लाई स्क्वायर गर्दा 1/4 आउने रहेछ। अनि 1 - cos 2 थीटाको स्क्वायर, यसको चाहिँ छुट्टै स्क्वायर गर्नुपर्ने रहेछ हैन। अब के भयो त भन्दाखेरि 1 - cos 2 थीटाको होल स्क्वायर भनेको त a - b को होल स्क्वायर जस्तो भयो नि त। जस्तै 1 लाई a मान्ने अनि यो cos 2 थीटालाई b मान्ने हो भने के भयो त a - b को होल स्क्वायर जस्तो भयो। अब a - b को होल स्क्वायर भनेको के हुन्छ त a स्क्वायर - 2ab + b स्क्वायर हुन्छ हैन त। ओके, भनेपछि a - b को होल स्क्वायरको फर्ममा गयो। अब त्यो फर्ममा लानको लागि के गर्नु पर्यो त 1/4 अलरेडी छँदैछ, a स्क्वायर - 2ab + b स्क्वायर गर्नु पर्यो है त। अब a स्क्वायर - 2ab + b स्क्वायर भनेको चाहिँ के हुन्छ a स्क्वायर भनेको 1 हुन्छ, - 2ab भनेको चाहिँ के हुन्छ -2 cos 2 थीटा * 1 हुन्छ, अनि 2 cos 2 थीटा * 1 भनेको 2 cos 2 थीटा नै हुन्छ, यसलाई केही पनि गर्नु परेन। त्यसपछि प्लस cos स्क्वायर 2 थीटा यति हुन्छ है त। a स्क्वायर - 2ab + b स्क्वायर हुने रहेछ। अब हामीले के आयो त भन्दाखेरि यो cos 2 थीटा आइसक्यो है, यहाँ cos 2 थीटा आयो, अनि 1/4 आयो, यो 1/8 बन्ने नै रहेछ हैन। अब हामीलाई चाहिएको भनेको cos स्क्वायर 2 थीटाबाट हामीले cos 4 थीटा बनाउनु पर्यो है त। अब cos 4 थीटातिर जाउँ। अब हामीलाई के थाहा छ त भन्दाखेरि cos 4 थीटा भनेको चाहिँ के हो cos 2 * 2 थीटा हो है त। cos 4 थीटा भनेको के रहेछ cos 2 * 2 थीटा रहेछ, 2 2 जा 4 हुने एउटै कुरा भयो। अब यो 2 थीटालाई चाहिँ हामीले हैन यो छुट्टै रहेको 2 थीटालाई चाहिँ हामीले ल a मात्रै सपोज गर्ने हो भने के बन्ने रहेछ त यो cos 2a जस्तो बन्ने रहेछ नि त हैन, cos 2a जस्तो बन्ने रहेछ। अब cos 2a को फर्मुला के हो cos वाला 2 cos स्क्वायर a, 2 cos स्क्वायर a भनेको चाहिँ हाम्रो 2 थीटा, यो 2 थीटा भनेपछि 2 थीटा - 1 है त। भनेपछि cos 4 थीटाको फर्मुला रहेछ हाम्रो 2 cos स्क्वायर 2 थीटा - 1 रहेछ। भनेपछि यहाँबाट 2 cos स्क्वायर 2 थीटा निकालौँ। 2 cos स्क्वायर 2 थीटा भनेको चाहिँ कति हुने रहेछ 2 थीटा भनेको चाहिँ यतैपट्टि रहन्छ, यो -1 चाहिँ यतापट्टि आउँछ, भनेपछि 1 + cos 4 थीटा हुने रहेछ भनेको है। अब 1 + cos 4 थीटा हुन्छ। अब हामीलाई
cos स्क्वायर 2 थीटाको भ्यालु निकाल्नु छ नि त यहाँ त cos स्क्वायर 2 थीटा छ भनेपछि यसलाई रिप्लेस गर्नको लागि हामीले के गर्नु पर्यो cos स्क्वायर 2 थीटा भनेको चाहिँ के रहेछ 1 प्लस cos 4 थीटा बाइ 2 रहेछ भनेपछि अब हामीले cos स्क्वायर 2 थीटालाई चाहिँ के गर्नु पर्यो 1 प्लस cos 4 थीटा बाइ 2 ले रिप्लेस गर्नु पर्यो भनेपछि के गर्नु पर्यो त 1/4 1 minus 2 cos 2 थीटा प्लस cos स्क्वायर 2 थीटा भनेको चाहिँ 1 प्लस cos 4 थीटा बाइ 2 1 प्लस cos 4 थीटा बाइ 2 है त यसरी गर्ने अब यसबाट के गर्ने एलसीएम लिने है त यसको मुनि पनि 1 छ यसको मुनि पनि 1 छ यसको मुनि 2 छ भनेपछि 2 होल एलसीएम आयो है त 1/4 भइहाल्यो अनि यसबाट होलमा के आयो 2 एलसीएम आयो भनेपछि यसमा कति हुन्छ 2 हुन्छ यो 2 र 1 ले 2 हुन्छ माइनस 4 cos 2 थीटा प्लस 1 प्लस cos 4 थीटा हुने रहेछ है त यहाँ अब यति हुने रहेछ अब यसबाट हाम्रो फर्दर के हुन्छ त भन्दाखेरि यो मेटाएँ मैले यो माथिको हैन ओके यसबाट हामीले फर्दर के गर्न सकिन्छ त भन्दाखेरि 1/4 into 2 है त यो 2 पनि बाहिर निकाल्ने हो भने के हुन्छ 1/4 into 2 भनेको 1/8 हुने रहेछ हाम्रो अनि यो 2 छ यो 1 छ भनेपछि 3 हुने भयो हैन त 3 हुने भयो 3 त्यसपछि माइनस 4 cos 2 थीटा प्लस हाम्रो के भयो त यहाँको cos 4 थीटा है त यहाँको cos 4 थीटा है त यसरी चाहिँ हामीले के गर्न सकिन्छ एकदमै इजी वेमा चाहिँ LHS = RHS प्रुभ गर्न सकिन्छ भनेपछि स्टेपहरु के हुने रहेछ त भन्दाखेरि फर्स्टमा यो sin को पावर 4 थीटा छ अब sin को पावर 4 थीटालाई हामीले फर्मुलामा लानै सकिएन हैन a को पावर 4 जस्तो भयो अब के गर्ने त्यसलाई sin स्क्वायर थीटाको होल स्क्वायर गर्ने अब sin स्क्वायर थीटाको होल स्क्वायर गरिसकेपछि भित्रको sin स्क्वायर थीटा भनेको चाहिँ के हुने रहेछ त भन्दाखेरि यहाँबाट दिने रहेछ के cos 2 थीटा भनेको चाहिँ 1 - 2 sin स्क्वायर थीटा हुने रहेछ हैन त्यसपछि sin स्क्वायर थीटा भनेको चाहिँ अब के हुन्छ 1 - 2 cos 2 थीटा बाइ 2 हुने रहेछ भनेपछि 1 - cos 2 थीटा बाइ 2 ले रिप्लेस गर्ने sin स्क्वायर थीटालाई अनि त्यसको sin स्क्वायर थीटाको होल स्क्वायर भनेको चाहिँ अब 1 - cos 2 थीटा बाइ 2 को होल स्क्वायर हुने रहेछ अनि होल स्क्वायर भनेको त इच एन्ड एभ्री टर्मको चाहिँ स्क्वायर हो नि त भनिसकेपछि बाइ 2 को पनि स्क्वायर हुने रहेछ अनि माथिल्लो टर्मको पनि स्क्वायर हुने रहेछ अब माथिल्लो टर्ममा चाहिँ दुईटा टर्म छ के a - b जस्तो छ नि त भनेपछि a - b को होल स्क्वायर वाला फर्मुला माथिल्लो टर्ममा युज गर्ने अनि तल्लो टर्ममा चाहिँ 2 को स्क्वायर गर्ने भनिसकेपछि त्यो सबै सोलुसन गर्दै जाँदाखेरि यस्तो फर्ममा आयो अब यहाँबाट के अचकल्टो देखियो त cos 2 थीटा हामीलाई चाहिएको छ आइसक्यो अब 1/4 त 1/8 भइ नै हाल्ला हैन यो कन्स्ट्यान्टहरुको कुरा छोडिदिनु यो 1 र 2 त हाम्रो आफै बन्दै जाला हामीलाई cos 2 थीटा चाहिएको थियो cos 2 थीटा आइसक्यो चाहिएको cos 4 थीटा छ यहाँ नै छ cos स्क्वायर 2 थीटा हो अब के गर्न सकिने रहेछ त cos 4 थीटा भनेको चाहिँ cos 2 * 2 थीटा हुने रहेछ यसलाई फर्मुलामा लाँदा 2 cos स्क्वायर 2 थीटा - 1 आउने रहेछ यसबाट cos स्क्वायर 2 थीटा निकाल्दाखेरि 1 + cos 4 थीटा बाइ 2 हुने रहेछ भनेपछि हामीलाई 4 थीटाको फर्ममा चाहिएको थियो 4 थीटाको फर्ममा आइ नै हाल्यो भनेपछि के गर्ने 1 + cos 4 थीटा बाइ 2 ले रिप्लेस गर्ने अनि रिप्लेस गरिसकेपछि हाम्रो के हुन्छ त यसरी चाहिँ 1/8 भएर यसरी प्रुभ गर्न सकिन्छ अब चाहिँ हाम्रो अलिकति यो भन्दा अलिकति हार्ड क्वेशन छ हैन के क्वेशन छ त भन्दाखेरि cos को पावरमा 8 थीटा प्लस sin को पावरमा 8 थीटा भनेको चाहिँ कस्तो हुने रहेछ त भन्दाखेरि 1 - sin स्क्वायर थीटा 1 - sin स्क्वायर 2 थीटा प्लस 1/8 sin को पावर 4 2 थीटा छ है त हेर त एकदमै गाह्रो होला जस्तो देखिन्छ नि त हैन यो कहाँबाट 8 थीटा आयो 6 थीटासम्म पनि काम नगरेको 4 थीटा गर्दै गएको एकैचोटी 8 थीटा आयो भने हुन्छ तर हेर्दा जति गाह्रो छ यो क्वेशन गर्दै जाँदा त्यति नै सजिलो हुन्छ है त यसलाई पनि के गर्ने त भन्दाखेरि त्यही स्क्वायर जस्तै हामीलाई अब 4 को भ्यालु पनि थाहा छैन जबमा फर्मुलामा थाहा भएको भने के हुन्छ स्क्वायर र क्युबको थाहा छ अब स्क्वायर र क्युबको गर्दै जाँदा के हुन्छ त यसमा त क्युबको त गर्न सकिदैन नि त हैन क्युबको पावर कति भनेको चाहिँ यो 8 हो त कति पनि हैन भनेपछि 2 को पावर 4 भनेको त 8 हो नि त भनेपछि के गर्नु पर्यो त अब हामीले स्क्वायरको टर्ममा चाहिँ लाग्दै गर्नु पर्यो अब स्क्वायरको टर्ममा गर्नको लागि के हुन्छ त cos स्क्वायर थीटाको पावरमा 4 यो गर्यो भने के हुन्छ cos 4 थीटाको पावरमा 2 किनभने यो भित्रकोलाई a मान्ने हो भने त यो a स्क्वायर जस्तो देखिन्छ नि त हैन
नत्र भित्रकोलाई त ए मान्नुपर्छ। यहाँनिर स्क्वायर गरेको थियो भने चाहिँ के हुन्थ्यो, ए को पावरमा 4 जस्तो हुन्थ्यो र त्यो फेरि अजकल्टो भयो होइन त। के गर्नु पऱ्यो त, कसको पावरमा 4 थीटाको होल स्क्वायर भनेको चाहिँ ए स्क्वायर जस्तो भयो है त। त्यसपछि प्लस अब के गर्ने, साइनको पावरमा 4 थीटाको स्क्वायर भनेको चाहिँ यो के भयो त, बी स्क्वायर जस्तो भयो है त। यो 4 2 जा 8 भइहाल्यो, कसको पावर 8 थीटा प्लस साइनको पावर 8 थीटा त हुने भइहाल्यो। अब यो स्क्वायर स्क्वायरले चाहिँ के जनायो त भन्दाखेरि ए स्क्वायर प्लस बी स्क्वायर हुने रहेछ है भन्ने जस्तो देखायो है त। अब यो के फर्मुलामा जाने भयो त हाम्रो, ए स्क्वायर प्लस बी स्क्वायर। ए स्क्वायर प्लस बी स्क्वायरको हामीलाई दुईवटा फर्मुला छ, ए प्लस बीको होल स्क्वायर माइनस 2ab र अर्को भनेको चाहिँ ए माइनस बीको होल स्क्वायर प्लस 2ab छ। अब ती दुईवटामा हामीले जुन युज गर्दा पनि भयो होइन। अब कुन युज गरौँ त, ए माइनस बीको होल स्क्वायरवाला गरौँ। ओके, कस स्क्वायर कसको पावर 4 थीटा है त, कसको पावर 4 थीटा माइनस साइनको पावर 4 थीटाको होल स्क्वायर, मतलब के हुन्छ ए माइनस बीको होल स्क्वायर। ए भनेको कसको पावर 4 थीटा हो, ए माइनस बीको होल स्क्वायर, त्यसपछि प्लस 2ab भनेको 2 कसको पावर 4 थीटा इन्टु साइनको पावर 4 थीटा हुन्छ है त। त्यहाँबाट त्यस्तो हुन्छ। अब यहाँ के गर्नु पऱ्यो त भन्दाखेरि, अब कसको पावर 4 थीटा माइनस साइनको पावर 4 थीटा भनेको पनि केही हुँदैन होइन, सोल्युसन त केही पनि छैन यसको। अब यसलाई के गर्नु पऱ्यो त भन्दाखेरि फेरि फर्दर के गर्नु पऱ्यो, कस स्क्वायर थीटाको होल स्क्वायर माइनस साइन स्क्वायर थीटाको होल स्क्वायरमा लैजानु पऱ्यो। अनि यसको पनि हामीलाई के छ त, होल स्क्वायर छ क्या यहाँनिर। के भयो त भन्दाखेरि कसको पावर 4 थीटा माइनस साइनको पावर 4 थीटालाई हामीले के गर्यो त यहाँनिर, कस स्क्वायरको स्क्वायर होइन, कस स्क्वायरको स्क्वायर भनेको के भयो, कसको पावर 4 थीटा नै भयो माइनस साइन स्क्वायरको होल स्क्वायर, मतलब साइनको पावर 4 थीटा नै भयो। अनि यो भनेको यही हुने भइहाल्यो, अनि होल स्क्वायरको त होल स्क्वायर छँदैछ। त्यसपछि प्लस अब हामीलाई के थाहा छ त, हामीलाई 2 साइन थीटा इन्टु कस थीटा भयो भने चाहिँ के हुने रहेछ त, साइन 2 थीटा हुने रहेछ। के हुने रहेछ, साइन 2 थीटा भनेको चाहिँ 2 साइन थीटा इन्टु कस थीटा भनेपछि यहाँनिर 2 साइन थीटा कस थीटा त छ तर पावरमा 4 छ भनिसकेपछि यहाँबाट के गर्नु पऱ्यो त, 2 साइन थीटा इन्टु कस थीटा यसको होल पावर 4 गरिदिने। किन गर्ने, किनभने 2 साइन थीटा इन्टु कस थीटाको मात्रै थाहा छ हामीलाई। अनि त्यसपछि पावरमा अरू चाहिँ यो र यसको पावरमा सेम भएको कारणले चाहिँ यसलाई हामीले पावरमा 4 लेख्यो। किनभने साइनको पनि पावर 4 थीटा छ, कसको पनि 4 थीटा छ भने मल्टिप्लाइड फर्ममा छ भने इन्टु गरेर होल पावरमा लेख्न मिल्ने रहेछ। अनि तर हाम्रो यहाँनिर के गडबड भयो त भन्दाखेरि, यहाँ त 2 मात्रै छ तर यहाँ त 2 को पावर 4 गर्नु पऱ्यो नि त होइन। 2 लाई पनि होल स्क्वायरमा हामीले इन्क्लुड गरेका छौँ। यहाँनिर 2 मात्रै छ, यहाँनिर चाहिँ 2 को पावरमा 4 हुने रहेछ। मतलब 2 को पावरमा 4 भनेको चाहिँ कति हुने रहेछ त, 16 हुन्छ है त। 2 1 जा 2, 2 2 जा 4, 2 जा 8, 2 जा 6, 16 है त। 8 2 जा 16 हुने रहेछ। अनि हामीसँग त 2 मात्रै छ नि त, भनेपछि त त्यो 16 लाई त 2 बनाउनु पऱ्यो। 2 बनाउन के गर्नु पऱ्यो त भन्दाखेरि 16 डिभाइडेड बाई कति गर्नु पऱ्यो, 8 गर्नु पऱ्यो है त। यसरी 16 डिभाइडेड बाई 8 गऱ्यो भने चाहिँ हामीले के हुने रहेछ त, 2 त हुने रहेछ माथिपट्टि हो। त्यो कारणले चाहिँ अब के गर्नु पऱ्यो त, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा छ अब यो है। ए स्क्वायर माइनस बी स्क्वायर भनेको चाहिँ के भयो त, ए प्लस बी इन्टु ए माइनस बी भनेको, ए प्लस बी भनेको के हुन्छ, कस स्क्वायर थीटा भनेको ए प्लस बी भनेको साइन स्क्वायर थीटा, त्यसपछि ए माइनस बी भनेको के हुन्छ त, कस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा भनेको चाहिँ के हुने रहेछ त, ए माइनस बी हुने रहेछ। ए प्लस बी इन्टु ए माइनस बी हुने रहेछ यो भित्रको। अनि यो बाहिरको होल स्क्वायर त छँदैछ है यसरी, फेरि बाहिरको होल स्क्वायर त हाम्रो यसरी छँदैछ। त्यसपछि प्लस है त, त्यसपछि के हुने रहेछ त हाम्रो 2 साइन थीटा इन्टु कस थीटा भनेको साइन 2 थीटा हुने रहेछ होइन। साइन 2 थीटा, साइन 2 थीटा हुने रहेछ। अनि यसको पावरमा होल पावरमा 4 छँदैछ। त्यसपछि 8 त हाम्रो तलतिरपट्टिको छँदैछ है। यहाँसम्म सबै कुरा क्लियर छ। यो भनेको ए स्क्वायर माइनस बी स्क्वायर जस्तो छ। ए स्क्वायर माइनस बी स्क्वायर भनेको ए प्लस बी इन्टु ए माइनस बी हुन्छ। त्यसपछि ए प्लस बी भनेको, ए भनेको कस स्क्वायर थीटा, बी भनेको साइन स्क्वायर थीटा भने चाहिँ कस स्क्वायर थीटा प्लस साइन स्क्वायर थीटा भनेको ए प्लस बी, अनि कस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा भनेको चाहिँ हाम्रो के हुन्छ त, ए माइनस बी हुन्छ। ओके, त्यसपछि 2 साइन थीटा इन्टु कस थीटा भनेको साइन 2 थीटा हुन्छ। त्यसको पावरमा 4 छँदैछ है त। त्यसपछि हाम्रो के गर्नु पऱ्यो त, यो भनेको चाहिँ 1 हुन्छ। साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा भनेको 1 हुन्छ भनेपछि के हुन्छ, यो 1 हुने भयो इन्टु कस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा भनेको चाहिँ कस 2 थीटाको फर्मुला हो है त। कस 2 थीटा भनेको चाहिँ के हुन्छ, कस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा हुन्छ है त। कस 2 थीटाको साइन र कस दुइटैवाला फर्मुला युज गर्ने हो भने। त्यसपछि हाम्रो के हुन्छ यहाँनिर
cos 2 थीटा हुन्छ यो भित्रको अनि होल स्क्वायरको त फेरि हाम्रो होल स्क्वायर छँदैछ है यो बाहिरको होल स्क्वायरलाई पनि बिर्सनु भएन नि त यो होल स्क्वायर त माथिबाटै आइरहेछ हैन यो होल स्क्वायरलाई नबिर्सिकन टक्क गर्दै जाने प्लस अब के हुन्छ यो sin को पावर 4 2 थीटा लेख्न मिल्छ नि त यसलाई हैन sin 2 थीटा को होल स्क्वायर होल पावर 4 भनेको चाहिँ के रहेछ त sin को पावरमा 4 2 थीटा है बाइ 8 त बाइ 8 छँदैछ ओके यो भनेको चाहिँ त्यो भयो अब यो यतापट्टिको यो भनेको चाहिँ के हुने रहेछ त हाम्रो cos स्क्वायर 2 थीटा प्लस हाम्रो के छ sin को पावरमा 4 2 थीटा बाइ 8 रहेछ है त अब cos स्क्वायर 2 थीटा आयो नि हाम्रो हैन cos स्क्वायर 2 थीटा आयो तर यहाँनिर चाहिँ 1 माइनस sin स्क्वायर 2 थीटा छ भनेपछि हाम्रो आइ नै सक्यो तर आएको छैन है त यस्तो अवस्थामा चाहिँ के गर्न सकिन्छ भने धेरै विद्यार्थीहरु चाहिँ कन्फ्युज हुने गर्छ के cos स्क्वायर 2 थीटा आयो तर हाम्रो चाहिएको चाहिँ 1 माइनस sin स्क्वायर 2 थीटा भनेपछि यो के हुने रहेछ त sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा भनेको चाहिँ हाम्रो 1 हुन्छ भने के हुन्छ cos स्क्वायर थीटा भनेको 1 माइनस sin स्क्वायर थीटा हो sin स्क्वायर थीटा हो अनि यसमा के हुन्छ थीटा भनेको त जस्ट एंगल हो नि त हैन एंगलको नेचर न हो यसमा 2 थीटा र 2 थीटा भए पनि केही फरक पर्दैन 4 थीटा भए पनि केही फरक पर्दैन है थीटा भनेको चाहिँ जस्ट एंगलको नेचर भनिसकेपछि सेम एंगल चाहिँ हुनु पर्यो दुईटैमा sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा हुनु पर्यो कि त 1 हुनको लागि कि त sin स्क्वायर a प्लस cos स्क्वायर a हुनु पर्यो कि त sin स्क्वायर tan थीटा प्लस cos स्क्वायर tan थीटा भयो भने पनि सेम हुने रहेछ भनेपछि एंगलको नेचर सेम भयो भने sin र cos को स्क्वायर को सम भनेको चाहिँ के हुने रहेछ 1 नै हुने रहेछ मतलब त्यही कन्सेप्ट युज गर्ने हो भने यहाँ cos स्क्वायर 2 थीटा भनेको 1 माइनस sin स्क्वायर 2 थीटा लेख्न मिल्यो प्लस sin को पावरमा 4 2 थीटा बाइ हाम्रो 8 यो चाहिँ हाम्रो के भयो त RHS सँग इक्वल भयो है त यसरी चाहिँ हाम्रो यो क्वेशन पनि सक्यो त्यसपछि अब अर्कोतिर क्वेशनतिर लाग्यौं अब अर्को प्रुफ दैट भन्ने क्वेशनमा के छ भन्दाखेरि sec 8 थीटा minus 1 by sec 4 थीटा minus 1 equal to tan 8 थीटा by tan 2 थीटा अब यो क्वेशन चाहिँ एकदम अलिकति फेमस भन्दा पनि यो भन्दा अगाडि जस्तो एसई तिर खासै सोधिएको क्वेशन चाहिँ थिएन यो हैन 8 थीटा by sec 4 थीटा minus 1 equal to चाहिँ हाम्रो कति हुने रहेछ त tan 8 थीटा by tan 2 थीटा है त अब यो क्वेशन चाहिँ प्रुफ गर्ने क्वेशन हो खासमा त्यति फेमस चाहिँ थिएन किनभने पहिले चाहिँ के थियो भन्दाखेरि एसई यो भन्दा अलिकति अगाडि चाहिँ हैन यो 75 मार्क्स हुनुभन्दा अगाडि चाहिँ के थियो भने एउटै क्वेशनहरु रिपिट गर्न पनि मिल्थ्यो क्या रिपिट गरेको गरे कुनैमा चाहिँ हैन अब रिपिट गर्ने अथवा के हुन्थ्यो भने लगभग आउने क्वेशनहरु सियो थाहा हुन्थ्यो क्या स्टुडेन्टलाई थाहा नभए पनि टिचरलाई चाहिँ लगभग यही क्वेशन आउँछ है भनेर चाहिँ थाहा हुन्थ्यो तर अहिले चाहिँ के भएको छ भने 5 वर्षसम्म एसीमा आएको क्वेशनहरु चाहिँ नदोर्याउने भन्ने कुरा छ क्या हैन 5 वर्षसम्म लगातार आएको जुन छ हैन 5 वर्षसम्म लगातार आएकोलाई नदोर्याउने भन्ने कुरा छ अनि त्यो कुराले गर्दाखेरि चाहिँ नयाँ क्वेशनहरु हाल्नु पर्ने हुन्छ के अनि नयाँ क्वेशनहरु हाल्दै जाँदा चाहिँ के हुन्छ त भन्दाखेरि यस्तो क्वेशनहरु पर्दिन्छ अब यसपाल त्यस्तै भएको थियो ठ्याक्कै यही क्वेशन त थिएन तर अलिकति हैन चेन्ज भएर चाहिँ थियो के क्वेशनहरु ठ्याक्कै यही नेचरबाट गर्न चाहिँ ठ्याक्कै यही क्वेशन चाहिँ थिएन तर ठ्याक्कै यही प्रोसेस फलो गर्ने अहिले मैले जुन प्रोसेस फलो गर्न आँटिरहेको छु ठ्याक्कै यही प्रोसेस फलो गर्ने क्वेशन चाहिँ थियो है त अब यसको लागि के गर्नु पर्यो त यो एकदम 3 मार्क्समा आएको क्वेशन है त एकदम इम्पोर्टेन्ट क्वेशन पनि हो हैन 3 मार्क्समा आएको क्वेशन हो यसलाई अलिकति इम्पोर्टेन्ट रूपमा लिन पनि सकिन्छ यो भन्दा जस्ट अघिल्लो एसीमा आएको थियो है त अब यसमा एलएचएस लिने हैन एलएचएस लिने अब हाम्रो के गर्नु पर्यो त सेक छ भनेपछि के गर्नु पर्यो हरेक कुरालाई साइन र कसमा चेन्ज गर्यो भने सल्भ गर्न सजिलो हुने हुन्छ हैन केही देखिएन भने के गर्नु पर्यो सेक 8 थीटा भनेको चाहिँ के हुन्छ 1/cos 8 थीटा -1 होल डिवाइडेड बाइ कति हुने रहेछ सेक 4 थीटा भनेको 1/cos 4 थीटा -1 हुने रहेछ है त सेक 8 थीटा भनेको चाहिँ 1/cos 8 थीटा -1 हुने रहेछ अनि सेक 4 थीटा भनेको 1/cos 4 थीटा -1 हुने रहेछ मतलब यो के हुने रहेछ त अब एलसीएम लिँदाखेरि 1 - cos 8 थीटा बाइ cos 8 थीटा है 1 माइनस के हुन्छ 1 - यो cos 8 थीटा यतापट्टि जाँदा cos 8 थीटा बाइ cos 8 थीटा हुने रहेछ अनि यो के हुने रहेछ त 1 - cos 4 थीटा बाइ cos 4 थीटा हुने रहेछ है त अब यति भइसकेपछि हामीले के गर्नु पर्यो त यसलाई चाहिँ उल्ट्याउन सक्यो नि त यो बाइ यो मल्टिप्लाइड गर्ने हो भने यो बाइ यो हुने रहेछ मतलब के हुने रहेछ 1 - cos 8 थीटा बाइ cos 8 थीटा इन्टु
अब मल्टिप्लाई गर्ने हो भने यो माथि जान्छ यो तल आउँछ है त यो मेन डिभाइडेड हो भनेपछि यो माथि गएर यो तल आउने हुँदाखेरि cos 4 थीटा बाई 1 माइनस cos 4 थीटा है त यसरी चाहिँ हाम्रो हुँदै जाने रहेछ। अब के गर्नु पर्यो हाम्रो यो cos 4 थीटा र यो cos 8 थीटालाई चलाएर त हाम्रो कामै रहेनछ किनभने cos को फर्मुला भनेको चाहिँ के रहेछ त भन्दाखेरि कि त 2 cos स्क्वायर थीटा माइनस 1 हुनेछ कि 1 माइनस 2 sin स्क्वायर थीटा हुने रहेछ भनेपछि यी दुईटालाई चलाएर हाम्रो काम नै नबन्ने रहेछ। त्यति बुझौँ अहिले है। चलाउनु पर्ने के रहेछ यो 1 माइनस भएको कुराहरूलाई 1 माइनस भएको कुराहरूलाई अब यो 1 लाई काट्न सकियो भने त अलि काम गर्दै जान सकिन्छ कि भन्ने चाहिँ एउटा हुने रहेछ। अब आरएसएस हेरेर पनि अलिकति गेस गर्न सकिन्छ है। आरएसएस हेरेर पनि कुनलाई चलाउने कुनलाई नचलाउने भनेर अब यहाँनिर हाम्रो आरएसएसमा tan 8 थीटा सोधिरहेछ नि। अब tan 8 थीटा भनेको के हुनुपर्छ त sin 8 थीटा बाई cos 8 थीटा आउनुपर्छ नि त हैन। के हुने रहेछ त यो हाम्रो tan 8 थीटा हुनको लागि चाहिँ sin 8 थीटा बाई cos 8 थीटा है त। tan 8 थीटा हुनको लागि sin 8 थीटा बाई cos 8 थीटा हुनुपर्ने रहेछ र हाम्रो यहाँनिर के छ cos 8 थीटा त अलरेडी छ नि त हैन। cos 8 थीटा अलरेडी छ भने चाहिँ माथि sin 8 थीटा ल्याउनु पर्यो। अब त्यस्तै गरी यो cos 4 थीटा लाई पनि अहिले नचलाएर राख्ने है त। अहिले केही न केही काहीँ न काहीँ काम आउँछ त्यो भएर यसलाई चलाउने कोसिस गर्ने। अब यसलाई चलाउँदाखेरि के हुन्छ त भन्दाखेरि cos 8 थीटा भनेको त हाम्रो फर्मुला छैन। हामीलाई फर्मुला भनेको cos 2 थीटाको मात्रै छ भनेपछि cos 2 थीटाको टर्ममा एक्सप्रेस गर्नको लागि के गर्नु पर्यो 1 माइनस cos 2 इन्टु 4 थीटा गर्ने है त। यो के हुन्छ 2 4 जा 8 भइहाल्यो अनि cos 2 थीटाको मात्रै फर्मुला थाहा छ भनेपछि cos 2 इन्टु यो पुरै 4 थीटालाई चाहिँ a मान्ने हो भने cos 2a को फर्ममा गयो नि त हैन। यसरी चाहिँ गर्न सक्यो। त्यसपछि बाई cos 8 थीटालाई cos 8 थीटै राख्ने अहिलेलाई इन्टु यो cos 4 थीटालाई नचलाइकन cos 4 थीटा राख्ने। तलपट्टि के गर्ने त भन्दाखेरि यो 1 माइनस cos 4 थीटालाई पनि के गर्न सक्यो त भन्दाखेरि 1 माइनस cos 4 थीटा भनेको चाहिँ 2 इन्टु 2 थीटा गरेर गर्न सक्यो है त। फर्मुलामा लानको लागि अलिकति इजिएस्ट वेमा हामीले त्यसलाई ब्रेकडाउन गरेको है त। त्यसपछि हाम्रो के छ त भन्दाखेरि 1 माइनस अब cos 2 इन्टु 4 थीटा छ है त। 2 इन्टु 4 थीटा भनेको चाहिँ के भयो त 2 cos स्क्वायर 4 थीटा माइनस 1 हुने रहेछ। त्यो युज गर्यो भने के हुन्छ त भन्दाखेरि 2 cos स्क्वायर थीटा माइनस 1 हुन्छ अनि यो माइनसले त्यो माइनस 1 लाई चाहिँ प्लस बनाएपछि यहाँनिर 2 हुन्छ। तर हामीलाई 1 क्यान्सल गर्नुपर्छ। 1 क्यान्सल गर्नको लागि पछि सल्भ गर्दा माइनस 1 आउनुपर्छ। माइनस 1 आउने फर्मुला के हो त भन्दाखेरि 1 माइनस 2 sin स्क्वायर थीटा गर्यो भने त्यो आउने रहेछ भने चाहिँ 1 माइनस 2 sin स्क्वायर है त। 2 sin स्क्वायर 4 थीटा बाई cos 8 थीटा मल्टिप्लाइड के हुने रहेछ त cos 4 थीटा बाई कति हुनेछ 1 माइनस फेरि 1 माइनस 2 sin स्क्वायर 2 थीटा है त। यो चाहिँ हाम्रो साइन वाला फर्मुला युज गर्यो। किन साइन वाला फर्मुला युज गर्यो बिचमा माइनस छ भने साइन वाला फर्मुला युज गर्दाखेरि चाहिँ 1 क्यान्सल हुन्छ। त्यो कुरा पनि ख्याल राखिराख्दा भयो है त। बिचमा cos को अगाडि हैन cos को अगाडि माइनस छ भने साइन वाला cos को साइन वाला फर्मुला युज गर्दाखेरि चाहिँ त्यो 1 लाई हामीले क्यान्सल गर्न सकिने रहेछ भनेर त्यो बुझ्दा पनि हुन्छ है त। अब ओके ओके ल यसबाट हेरौँ हामी यहाँसम्म पुगेको थियौँ है त। 1 माइनस अब के गर्नु पर्यो त भन्दाखेरि यो माइनसले ब्राकेट खोल्दै जाने भनेपछि के हुन्छ 1 माइनस 1 अनि यो माइनस माइनस के भएर प्लस हुन्छ भनेपछि के हुने रहेछ त 1 माइनस 1 यतिकै हुने रहेछ माइनस माइनस के हुने रहेछ प्लस हुन्छ प्लस 2 sin स्क्वायर 4 थीटा हुने रहेछ है त। 1 माइनस 1 प्लस 2 sin स्क्वायर 4 थीटा बाई cos 8 थीटाको cos 8 थीटा नै हुने रहेछ। त्यसपछि मल्टिप्लाइड हाम्रो के हुने रहेछ cos 4 थीटा cos 4 थीटा बाई कति हुने रहेछ त भन्दाखेरि 1 माइनस 1 प्लस 2 sin स्क्वायर 2 थीटा भनेर चाहिँ यसरी हुने रहेछ हैन त। अब के गर्नु पर्यो त भन्दाखेरि यो 1 र यो 1 क्यान्सल भयो यो 1 र यो 1 क्यान्सल भयो। हामीसँग माथि बचेको भनेको 2 sin को पावर sin स्क्वायर थीटा है त। 2 sin स्क्वायर 4 थीटा इन्टु यसलाई एकै ठाउँ लेख्दाखेरि के भयो cos 4 थीटा बाई cos 8 थीटा cos 8 थीटा इन्टु 2 sin स्क्वायर 2 थीटा हुने रहेछ है त। अब के गर्नु पर्यो त हामीलाई चाहिएको छ cos 8 थीटा चाहिएको छ cos 8 sin 8 थीटा चाहिएको छ माथि हैन। sin 8 थीटा भनेको चाहिँ के हुने रहेछ यहाँबाट थोरै बुझौँला फर्मुलाबाट। sin 8 थीटा माथि चाहिएको छ हामीलाई है त। sin 8 थीटा चाहिएको छ। अब sin 8 थीटालाई हामी के लेख्न सक्छौँ sin 2 इन्टु 4 थीटा लेख्न सक्छौँ नि हैन। किनभने
2 4 जा 8 भइहाल्यो होइन, त्यो लेख्न सक्छौँ। त्यसपछि यो 4 थीटालाई हामीले ए मान्ने हो भने sin 2a जस्तो भयो नि त होइन, sin 2a जस्तो भयो मतलब sin 2a भनेको चाहिँ 2 sin a भनेको 4 थीटा इन्टु cos a cos 4 थीटा, यो भनेको चाहिँ sin 8 थीटा माथि हामीले ल्याउन सक्ने रहेछ हो। अब माथि sin 8 थीटा ल्याउनको लागि के गर्नु पर्यो त हामीले 2 sin 4 थीटा इन्टु cos 4 थीटा माथि बनाउनु पर्यो, मतलब के गर्ने 2 sin 4 थीटा है त। यो sin स्क्वायर 4 थीटा जुन छ sin स्क्वायर 4 थीटा भनेको चाहिँ के हो त sin 4 थीटा इन्टु sin 4 थीटा हो नि त। a स्क्वायर भनेको के हो, a स्क्वायर भनेको के हो, a स्क्वायर भनेको चाहिँ a इन्टु a हो नि त होइन, a स्क्वायर भनेको दुईटा a हो भनिसकेपछि साइनको पावर sin स्क्वायर 4 थीटा भनेको नि दुईटा sin स्क्वायर 4 थीटा हो नि त, मतलब sin स्क्वायर 4 थीटा इन्टु cos 4 थीटालाई यता राख्ने इन्टु फेरि sin 4 थीटा है त। अब के रहेछ त sin स्क्वायर 4 थीटा भनेको चाहिँ एउटा दुईटा भनेपछि यी दुईटा गरेर sin स्क्वायर 4 थीटा त हुने रहेछ भाइ। के गर्नु पर्यो cos 8 थीटा इन्टु 2 sin स्क्वायर 2 थीटा भयो है त। अब यसमा के हुने भयो त 2 sin 4 थीटा इन्टु cos 4 थीटा आयो। अब यो भनेको चाहिँ के रहेछ त यहाँनिर 2 sin 4 थीटा इन्टु cos 4 थीटा भनेको sin 2 इन्टु 4 थीटा रहेछ, 2 इन्टु 4 थीटा भनेको sin 8 थीटा रहेछ, मतलब के रहेछ त भन्दाखेरि sin 2 इन्टु 4 थीटा रहेछ इन्टु अब यो साइनको पावर 4 थीटा भनेको चाहिँ के भयो त यो साइनको पावर 4 थीटा भनेको चाहिँ यो के भयो sin 2 इन्टु 2 थीटा हो भाइ। के हुने रहेछ त cos 8 थीटा इन्टु 2 sin स्क्वायर 2 थीटा है त। यहाँसम्म चाहिँ हाम्रो के भयो त सल्भ भयो। अब यसबाट चाहिँ हामीले के गर्नु पर्यो त sin 2 इन्टु 4 थीटा भनेको sin 8 थीटा हुने रहेछ है, त्यो गर्नु पर्यो। के रहेछ त हाम्रो sin 2 इन्टु 4 थीटा भनेको sin 8 थीटा रहेछ है त, sin 8 थीटा रहेछ होइन, 2 4 जा 8 हो नि त भाइ। अब यो cos 8 थीटा गर्ने के cos 8 थीटा है त मल्टिप्लाइड है। अब यो सक्यो, अब हाम्रो बाँकी रहेको छ यति sin 2 इन्टु 2 थीटा बाई 2 sin स्क्वायर 2 थीटा बाँकी रहेछ। अब sin 2 इन्टु 2 थीटा भनेको के हो त sin 2 थीटा जस्तो देखियो नि त, भनेपछि यो भनेको 2 sin 2 थीटा इन्टु cos 2 थीटा, 2 sin 2 थीटा इन्टु cos 2 थीटा बाई हाम्रो कति हुने रहेछ त 2 sin स्क्वायर 2 थीटा हुने रहेछ है त। अब यसबाट के भयो त भन्दाखेरि साइनको sin 8 थीटा बाई cos 8 थीटा भनेको के हो tan 8 थीटा है, tan 8 थीटा भनेको यो tan 8 थीटा त आइसक्यो। अब मल्टिप्लाइड यो 2 र 2 क्यान्सल भयो, मल्टिप्लाइड फर्ममा छ, तलमाथि छ क्यान्सल भयो। अब sin 2 थीटा र एउटा sin 2 थीटा होइन, तल्लोपट्टि sin स्क्वायर 2 थीटा छ, माथिपट्टिको एउटा sin 2 थीटा र तल्लोपट्टिको sin 2 थीटा क्यान्सल भयो। अब cos 2 थीटा बाई sin 2 थीटा बाँकी रह्यो है त, cos 2 थीटा बाई sin 2 थीटा बाँकी रह्यो है त। ओके ओके ल अब यसलाई सल्भ गरौँ। अब यसलाई सल्भ गर्दाखेरि के हुने रहेछ त tan 8 थीटा इन्टु cos थीटा बाई sin 2 थीटा, cos 2 थीटा बाई sin 2 थीटा भनेको cot 2 थीटा हो नि होइन, cot 2 थीटा आयो है त, cot 2 थीटा आयो। अब के गर्ने यो cot 2 थीटा भनेको त 1 बाई tan 2 थीटा हो नि त होइन, भनेपछि के हुने रहेछ त tan 8 थीटा इन्टु 1 बाई tan 2 थीटा। यो भनेको चाहिँ के रहेछ त tan 8 थीटा भनेको रहेछ हाम्रो बाई tan 2 थीटा है त। यो भनेको चाहिँ आरएचएससँग चाहिँ इक्वल रहेछ है त। यसरी चाहिँ हाम्रो के गर्न सकिने रहेछ त यसलाई पनि प्रुभ गर्न सकिने रहेछ है त। यो क्वेसन चाहिँ हाम्रो योभन्दा अघिल्लो एससीमा आएको क्वेसन हो, तर यही क्वेसन चाहिँ नभनौँ यही टाइपले गर्दै जाने खालको क्वेसन हो होइन। अब सेट बुक छ भने तपाईँहरूले त्यो क्वेसनलाई एकचोटि यही तरिकाले फलो गर्दै गर्न चाहिँ सक्नुहुन्छ है त। ओके ओके अब हामी नेक्स्ट क्वेसनतिर मुभ गर्छौँ। अब नेक्स्ट क्वेसन चाहिँ के छ त भन्दाखेरि sin क्युब 10 डिग्री प्लस cos क्युब 20 डिग्री भनेको चाहिँ 1/4 cos 20 प्लस sin 10 छ है त। अब यसको लागि चाहिँ के छ त भन्दाखेरि क्वेसनमा के छ हाम्रो प्रुभ गर्नुपर्ने के छ त भन्दाखेरि sin क्युब 10 डिग्री प्लस cos क्युब 20 डिग्री भनेको चाहिँ हाम्रो के छ त भन्दाखेरि आरएचएसमा 3/4
cos 20 डिग्री प्लस है 3/4 इन्टु cos 20 डिग्री प्लस sin 10 डिग्री छ है त sin 10 डिग्री छ ओके यो छ अब यसमा चाहिँ हामीले के गर्न सक्यो त भन्दाखेरि a क्यूब प्लस b क्यूब को जस्तो देखियो हैन a क्यूब प्लस b क्यूब के हुन्छ a क्यूब प्लस b क्यूब भनेको चाहिँ a प्लस b इन्टु a स्क्वायर माइनस ab प्लस b स्क्वायर को फर्ममा हुन्छ है अब त्यो गर्दै जाँदाखेरि चाहिँ हाम्रो a प्लस b भनेको चाहिँ के हो त sin 10 र cos 10 त्यही फर्ममा देखिने रहेछ हैन त तर त्यो गर्दाखेरि हामीले के हुने रहेछ त अलिकति हैन प्रोसेसिङमा थोरै गाह्रो चाहिँ देखिने रहेछ है त cos स्क्वायर 20 र sin स्क्वायर 20 हुने रहेछ अलिकति गाह्रो हामीलाई पर्न सक्छ त्यो भएर चाहिँ के गर्नु पर्यो त हामीले एउटा फर्मुला जुन छ sin 3a र cos 3a को फर्मुला चाहिँ हामीले थाहा पाउनु पर्यो अब sin 3a को फर्मुला के हुन्छ भनेर यहाँ लेख्छु म sin 3a को फर्मुला के हुन्छ sin 3a भनेको चाहिँ 3 sin a minus 4 sin qa यो हुने रहेछ है त sin 3a भनेको चाहिँ 3 sin a minus 4 sin qa हुने रहेछ अनि 4 sin qa लाई यता ल्याउने हो भने के हुन्छ 4 sin qa लाई यता ल्याएर हेर्ने हो भने 3 sin a minus sin 3a हुने रहेछ है त sin 3 हुने रहेछ अनि यो sin क्यूब a मात्रै हेर्ने हो भने चाहिँ के हुने रहेछ त 3 sin a minus sin 3a/4 हुने रहेछ है त भनेपछि यसमा चाहिँ 10 डिग्रीलाई हामीले a मान्ने हो भने के हुने रहेछ त यो भनेको 3 sin a भनेको sin 10 डिग्री माइनस sin 3a भनेको चाहिँ sin 3 इन्टु 10 डिग्री हो नि हैन 3 इन्टु 10 डिग्री बाइ कति हुने रहेछ त 4 हुने रहेछ है त त्यसपछि प्लस अब cos को लागि हेर्नु हैन अब sin को लागि त भयो अब cos को लागि चाहिँ हाम्रो के हुन्छ त यो फर्मुला भन्दाखेरि cos को लागि के हुन्छ त cos 3a भनेको चाहिँ के हुन्छ 4 cos क्यूब a माइनस 3 sin a हुने रहेछ 4 cos क्यूब a माइनस 3 sin a हुने रहेछ अब 4 cos क्यूब a लाई एकापट्टि राख्दाखेरि के हुने रहेछ 4 cos क्यूब a लाई चाहिँ एकापट्टि राख्दाखेरि यो माइनस 3 यता आएर प्लस हुन्छ भनेपछि cos 3a प्लस 3 sin a हुने रहेछ है cos 3a प्लस 3 sin a हुने रहेछ अनि cos क्यूब a मात्रै भनेको चाहिँ के हुने रहेछ त यहाँ बाइ 4 हुने रहेछ है त के हुने रहेछ cos क्यूब a मात्रै भनेको चाहिँ यो 4 चाहिँ उतापट्टि गएर चाहिँ के हुन्छ डिभाइड हुने रहेछ भनेर भन्न सकिन्छ है त अब के हुने रहेछ त cos को लागि हेर्दा cos 3a भनेको 3 इन्टु 20 डिग्री प्लस के हुने रहेछ 3 sin a भनेको 3 sin 20 डिग्री बाइ हाम्रो कति हुने रहेछ त 4 हुने रहेछ है त यसरी हुने रहेछ अब यो के हुने रहेछ त 4 भनेको चाहिँ कमन छ भनेपछि 1/4 कमन लिन सक्यो हामीले यसरी 1/4 कमन लिने हैन यहाँ र यहाँबाट 1/4 बाहिर निस्किन्छ भनेपछि भित्र के बाँकी रह्यो 3 sin 10 डिग्री माइनस sin 3 इन्टु 10 डिग्री भनेको sin 30 डिग्री है त्यसपछि प्लस cos 3 इन्टु 20 डिग्री भनेको 60 डिग्री भनेपछि cos 60 डिग्री प्लस अब 3 sin 20 डिग्री 3 sin 20 डिग्री है त यसरी गर्ने अब यसरी गरेपछि के हुन्छ त 1/4 आयो अनि के हुन्छ 3 sin 10 डिग्री भनेको 3 sin 10 डिग्री नै छँदैछ अब माइनस sin 30 को त भ्यालु थाहा छ sin 30 भनेको चाहिँ 1/2 है त 1/2 प्लस cos 60 भनेको नि 1/2 प्लस हाम्रो के छ 3 sin 20 डिग्री है त भनेपछि यो प्लस 1/2 र माइनस 1/2 क्यान्सल आउट भइहाल्यो अनि हाम्रो के हुन्छ त 1/4 इन्टु अब यो 3 sin 10 र 3 sin 20 बाट 3 कमन लिने हो भने के हुन्छ यहाँनिर 3 हुन्छ भित्रपट्टि हुन्छ sin 10 डिग्री प्लस sin 20 डिग्री सरी यो cos हो है सरी यहाँनिर cos हुन्छ है यो cos हुन्छ है यहाँनिर cos हुन्छ नि त हैन यहाँ भनेको चाहिँ के हुन्छ cos क्यूब 20 को फर्मुला भनेको चाहिँ cos मै हुन्छ नि त भनेपछि त्यो पनि cos हो अनि हाम्रो यो पनि cos हो है त यो पनि cos हो अनि यो पनि cos हो है त फर्मुला अनुसार चाहिँ यो cos नै हुनुपर्छ है त त्यसपछि हाम्रो यहाँनिर के हुने रहेछ त cos 20 डिग्री हुने रहेछ है त अब यो भनेको के हुन्छ 3/4 गर्न मिल्यो यसलाई त्यसपछि यसलाई अगाडि लेख्ने हो भने के हुन्छ cos 20 डिग्री प्लस sin 10 डिग्री है त यो चाहिँ हाम्रो के हुन्छ RHS सँग इक्वल हुन्छ ओके यो भयो है त्यसपछि अब हामी नेक्स्ट क्वेसनतिर जान्छौँ अब नेक्स्ट क्वेसन हेरौँ
त्यो ट्रिगोनोमेट्री भनेको चाहिँ त्यही हो है, जति धेरै प्र्याक्टिस गर्दै गयो त्यति धेरै आउने कुराहरू हो होइन। अब यसमा अलिकति फर्मुलाहरू चाहिँ कन्ठ गर्नै पऱ्यो होइन। फर्मुलाहरू चाहिँ ट्रिगोनोमेट्रीको मात्रै नभएर अलिकति अल्जेब्रिक फर्मुलाहरू पनि थाहा पाउनु पर्ने रहेछ है त। कहाँनिर स्क्वायर हुँदा के हुन्छ कस्तो हुन्छ होइन, क्युबवाला फर्मुलाहरू स्क्वायरवाला फर्मुलाहरू, त्यो फर्मुलाहरू चाहिँ हामीले एकदमै जान्नै पर्ने रहेछ। अनि अर्को कुरा भनेको चाहिँ के रहेछ त, मोस्ट अफ द टाइम चाहिँ प्र्याक्टिस गर्नुपर्ने रहेछ। क्वेसन हेर्दै डराइन्छ क्या हामी, कतिपय विद्यार्थीहरू चाहिँ क्वेसन हेर्ने बित्तिकै डराएको डरा आत्तिको आत्ति होइन। कति लामो क्वेसन छ, कति धेरै क्वेसन छ होइन, कति 8 थीटा 10 थीटा आएको छ होइन, कति गाह्रो क्वेसन होला जस्तो देखिन्छ। तर यु हेभ टु स्टार्ट होइन, कुनै ठाउँमा पुग्नको लागि त हिँड्दै त जानु पऱ्यो नि त होइन। सुरुमा त हिँड्नु त खोज्नु पऱ्यो भनेपछि अलिकति हिँड्ने यस्तो गर्ने, अलिकति हिँड्ने यस्तो गर्ने, हिँड्दै 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 लास्ट टाइममा डेस्टिनेसन त पुगि नै हालिन्छ है त। जसरी भए पनि ट्राई चाहिँ गर्ने कोसिस गर्ने। अर्को एउटा छ, अर्को क्वेसन के छ त भन्दाखेरि कट ए माइनस 45 डिग्री, कट ए माइनस सरी ए प्लस 45 डिग्री, कट ए प्लस 45 डिग्री माइनस टेन ए माइनस 45 डिग्री, ए माइनस 45 डिग्री है त, इक्वल टु चाहिँ हाम्रो के छ त भन्दाखेरि 2 cos 2a बाई कति रहेछ त 1 प्लस साइन 2a, 1 प्लस साइन 2a रहेछ है त। अब यसको लागि एलएचएस लिउँ, एलएचएस लिएर गरौँ। अब एलएचएस लिएर गर्दाखेरि चाहिँ हाम्रो के छ त भन्दाखेरि यो भनेको चाहिँ के हुन्छ कटमा छ, यो भनेको चाहिँ हाम्रो 10 मा छ है त। भनेपछि अब के गर्नु पर्यो, यो भनेको चाहिँ कट भनेको कस ए प्लस 45 डिग्री बाई साइन ए प्लस 45 डिग्री है त। कट कस ए प्लस 45 डिग्री बाई साइन ए प्लस 45 डिग्री हो कट ए प्लस 45 डिग्री भनेको चाहिँ। अनि यो भनेको चाहिँ के हो त साइन ए माइनस 45 डिग्री बाई कति हुने रहेछ त कस ए माइनस 45 डिग्री हुने रहेछ है त। अब के गर्ने, मुनिबाट के हुन्छ एलसिएम लिने है त, साइन र कसबाट चाहिँ हाम्रो एलसिएम लिने। एलसिएम लिँदाखेरि चाहिँ हाम्रो यस्तो हुन्छ साइन ए प्लस 45 डिग्री इन्टु कस ए माइनस 45 डिग्री भनेको हाम्रो एलसिएम आयो होइन। साइन ए प्लस 45 डिग्री इन्टु कस ए माइनस 45 डिग्री आयो। माथिपट्टि चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि के हुने रहेछ त कस ए प्लस 45 डिग्री, कस ए प्लस 45 डिग्री इन्टु कस ए माइनस 45 डिग्री माइनस के हुने रहेछ साइन ए माइनस 45 डिग्री बाई इन्टु साइन ए माइनस 45 डिग्री हुने रहेछ है त माथि। ओके त्यो हुने रहेछ। अब तलपट्टि चाहिँ के छ त साइन ए प्लस 45 डिग्री इन्टु कस ए माइनस 45 डिग्री छ है त। ओके अब माथिपट्टि हेरौँ, यो पुरै ए प्लस 45 लाई ए मान्ने हो भने अनि यो ए माइनस 45 लाई बी मान्ने हो भने यहाँ हेरौँ है, अलिकति फर्मुलाको कुरा छ। कस ए कस बी जस्तो देखिन्छ नि त होइन। यो ए प्लस 45 जुन छ नि पुरै होइन, यो ए प्लस ल ए पनि नभनौँ होइन, होइन ए र बी नै भनौँ न होइन, किनभने सजिलो हुन्छ। यो के हुन्छ कस ए प्लस 45 डिग्री जुन छ नि पुरै यसलाई हामीले ए मान्ने र यो ए माइनस 45 डिग्रीलाई बी मान्ने हो भने कस ए कस बी जस्तो देखिन्छ नि त। अनि त्यसपछि यो पनि के हुन्छ साइन ए साइन बी हुन्छ नि त होइन। यो भनेको चाहिँ के हुन्छ यो के हुन्छ साइन ए साइन बी जस्तो हुन्छ है। भनेपछि के भयो त हाम्रो यो भनेको चाहिँ यो ए प्लस 45 डिग्री भनेको ए माइनस 45 डिग्री भनेको बी मान्ने हो भने कस ए कस बी माइनस साइन ए साइन बी हुन्छ। भनेपछि कस ए कस बी माइनस साइन ए साइन बी के को फर्मुला हो त कस ए प्लस बी को फर्मुला हो है त। कस ए प्लस बी को फर्मुला चाहिँ के हो त, कसको फर्मुलामा सधैँ पनि के हुन्छ सुरुमा कसको सिद्धिन्छ, कसको लागि सकिन्छ कस ए कस बी हुन्छ, त्यसपछि बिचमा प्लस छ भने माइनस आउँछ। भनेपछि कस ए कस बी प्लस माइनस साइन ए साइन बी हुने रहेछ। भनेपछि यहाँनिर कस ए कस बी माइनस साइन ए साइन बी जस्तो हुन्छ। भनेपछि त्यो भनेको चाहिँ के हुन्छ कस के हुने रहेछ त ए प्लस बी को फर्मुला रहेछ त्यो। अब ए प्लस बी भनेको के हो त, ए भनेको चाहिँ कति ए प्लस 45 डिग्री, ए प्लस 45 डिग्री, ए भनेको ए प्लस 45 डिग्री प्लस है त प्लस। अब बी भनेको चाहिँ के हुने रहेछ त ए माइनस 45 डिग्री, ए माइनस 45 डिग्री बी छ, ए प्लस 45 डिग्री ए छ, यति हुने रहेछ है त। बाई हाम्रो कति हुने रहेछ त
अब यसमा के गर्ने त भन्दाखेरि साइन ए प्लस 45 कस ए माइनस 45 भइसकेपछि के गर्ने यसलाई साइन ए प्लस 45 यसलाई गर्ने अनि यो भनेको चाहिँ के हो त भन्दाखेरि साइन 90 माइनस ए माइनस 45 यो चाहिँ के भयो त भन्दाखेरि यहाँबाट गर्ने हो भने ए माइनस 45 ओके कस ओके नयाँ हेर्नु है त साइन ए प्लस 45 त ए प्लस 45 नै भइहाल्यो अनि यहाँ मैले के चेन्ज गरेँ भने त कस 90 माइनस ए माइनस 45 है त कस 90 माइनस ए माइनस 45 गरेँ सरी ल साइन है त ओके के भयो त भन्दाखेरि साइन ए प्लस 45 भयो त्यसपछि यहाँनिर ए प्लस 45 भनेपछि 90 माइनस ओके यसलाई चाहिँ के गरौँ भन्दाखेरि यसलाई के गरौँ यसलाई साइन ए प्लस बीको फर्ममा लैजाउँ यसलाई कस ए माइनस बीको फर्ममा लैजाउँ है त के गरौँ साइन ए प्लस बी भनेको चाहिँ के हुन्छ साइन ए कस बी प्लस है त साइन ए कस बी भनेको साइन ए प्लस साइन ए इन्टु कस 45 है त कस बी भनेको कस 45 प्लस कस ए इन्टु साइन 45 है साइन 45 यति हुने रहेछ एउटा भित्र है त एउटा भित्र यति हुने रहेछ फेरि मल्टिप्लाइड कति हुने रहेछ त हाम्रो कस ए कस बी हुने रहेछ भने चाहिँ कस ए इन्टु कस 45 प्लस है त यहाँनिर माइनस छ भने प्लस आउँछ फर्मुला भनेपछि साइन ए इन्टु साइन 45 डिग्री है त ओके यति आउने रहेछ अब यो माथिको के हुन्छ त भन्दाखेरि यो 45 र 45 क्यान्सल हुन्छ माथिको हुन्छ कस 2a है त माथिको चाहिँ हाम्रो के हुन्छ कस 2a हुन्छ अब तल्लोपट्टिको हेर्ने भने के हुन्छ साइन ए इन्टु कस 45 भनेको 1/√2 है त भनेपछि के हुन्छ साइन ए इन्टु 1/√2 है त प्लस फेरि के हुन्छ कस ए इन्टु साइन 45 भनेको 1/√2 यसरी यसलाई ब्राकेट हालौँ के हुन्छ अर्को कस ए फेरि के हुन्छ कस ए इन्टु कस 45 भनेको 1/√2 फेरि प्लस हाम्रो के हुन्छ साइन ए इन्टु साइन 45 भनेको चाहिँ के हुन्छ त भन्दाखेरि साइन ए बाई हाम्रो के हुन्छ √2 नै हुन्छ यो पनि है त ओके ओके यसलाई सल्भ गर्दै गएपछि अब हाम्रो के बन्दै जान्छ त भन्दाखेरि यसमा चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि कस 2a भनेको कस 2a नै छँदैछ माथि के छ कस 2a को कस 2a नै छँदैछ र तलपट्टि हाम्रो के छ भने साइन a/√2 प्लस कस a/√2 छ भनेपछि भनेको के हुन्छ साइन a प्लस कस a/√2 गर्न मिल्छ यसलाई मिल्छ नि होइन किनकि हाम्रो के हुन्छ साइन a/√2 छ यहाँ कस a/√2 छ भनेपछि √2 लाई के हुन्छ यो तलपट्टि लेखेपछि साइन a प्लस कस a हुने रहेछ √2 लाई एलसिएम लिने हो भने के छ यसको मुनि √2 नै छँदैछ यसको नि मुनि √2 नै छ भने चाहिँ माथि केहीले मल्टिप्लाई गर्नु पनि परेन भनेपछि इन्टु मल्टिप्लाइड फर्ममा के छ त भन्दाखेरि यहाँ पनि कस a/√2 साइन a/√2 छ भनेपछि यहाँ पनि के हुने रहेछ त कस a/√2 प्लस साइन a ओके कस a प्लस साइन a/√2 भनेपछि यसरी यसलाई पनि के गर्न सकिन्छ त होल √2 मा चाहिँ हामीले के गर्न लेख्न सकिने रहेछ है त भनेपछि यो भनेको √2 इन्टु √2 भनेको चाहिँ अब के हुन्छ 2 हुन्छ किनभने यो त मल्टिप्लाइड फर्ममा छ भनेपछि के हुने रहेछ त अब ओके अब हाम्रो के हुने रहेछ त अब cos 2a बाई cos 2a बाई अब यो भनेको हो sin a प्लस cos a अनि यो cos a प्लस sin a भनेको नि sin a प्लस cos a नै हो नि त भनेपछि sin a प्लस cos a इन्टु sin a प्लस cos a भनेको sin a प्लस cos a को होल स्क्वायर रहेछ हैन दुईटा
दुईटा टर्म चाहिँ मल्टिप्लाईमा आएपछि त्यसको स्क्वायर हुने रहेछ मतलब के हुने रहेछ त साइन ए प्लस कस ए को चाहिँ हाम्रो के हुने रहेछ त होल स्क्वायर हुने रहेछ। अब यो √2 इन्टु √2 भनेको चाहिँ के हुने रहेछ 2 हुने रहेछ है त बाई 2 है त। यो √2 इन्टु √2 भनेको चाहिँ हाम्रो 2 हुन्छ। यदि भइसकेपछि अब यो जुन 2 छ यो चाहिँ हाम्रो माथि आउने रहेछ किनभने मेन डिभाइड यहाँनिर छ अनि तलतिरपट्टि के छ मेन डिभाइडको मुनि एउटा डिभाइड अर्को हुन्छ भनिसकेपछि यसलाई मल्टिप्लाइड फर्ममा लेख्दाखेरि यो 2 लाई माथि लेखेर यसलाई तल लेखिने रहेछ मतलब के हुने रहेछ त cos 2a भनेको यति छ अनि इन्टु मल्टिप्लाइड फर्ममा गर्ने हो भने मेन डिभाइडबाट मुनिको उल्टिने रहेछ मतलब 2 बाई cos a प्लस sin a को चाहिँ हाम्रो के रहेछ त होल स्क्वायर लेख्न मिल्ने रहेछ है त। sin a प्लस cos a को होल स्क्वायर लेखे पनि cos a प्लस sin a को होल स्क्वायर लेखे पनि एउटै हो किनभने के छ त भन्दाखेरि एउटा दुईटै प्लस साइनमा छ यता र उता जे लेखे पनि भइहाल्यो है त। त्यसपछि हाम्रो यो चाहिँ टक्क यहाँनिर लेख्ने हो भने के हुने रहेछ त भन्दाखेरि 2 cos 2a होल डिभाइडेड बाई के हुने रहेछ त cos a प्लस sin a को होल स्क्वायर भनेको a प्लस b को होल स्क्वायर भनेपछि के हुने रहेछ त a स्क्वायर cos स्क्वायर a प्लस 2 cos a इन्टु sin a प्लस sin स्क्वायर a हुने रहेछ। ओके के हुने रहेछ अब यो भनेको चाहिँ के हो त 2 cos 2a छँदैछ यो cos स्क्वायर a प्लस sin स्क्वायर a भनेको 1 हुन्छ प्लस 2 sin a इन्टु cos a भनेको sin 2a है त। यसरी चाहिँ हाम्रो के भयो त आरएचएस पनि प्रुभ भयो है त। ओके चाहिँ हाम्रो एलएचएस इक्वल टु आरएचएस हामीले प्रुभ गर्न सकिन्छ। ओके